खाम्री म तपाईहरु सबैजनालाई आज चाहिँ म बनाउन जान्दैछु सजिलो तरिकाले बैगुनको सब्जी कसरी बनाउने भनेर। त्यसका लागि मैले यहाँनिर यसरी बैगुन काटेर चाहिँ पानीमा भिजाइराखेको छु। साथमा लिएको छु टमाटर, प्याज र डल्ले खर्सानी। त्यहाँदेखि चाहिँ मैले यहाँनिर यसरी कराई तताएर अलिकति तेल एड गरेँ। अब तेल एड गरिसकेर यो माथि यसरी म पाँचफोरन एड गरिदिन्छु। पाँचफोरन अलिकति एड गरेर ब्राउन भइसकेपछि चाहिँ यो माथि म एड गरिदिन्छु यसरी प्याजलाई पनि, साथमा डल्ले खर्सानीलाई पनि एड गरिदिन्छु। अब यो डल्ले दुईटा एड गरिसकेर चाहिँ यसलाई चाहिँ मजाले एकछिन चाहिँ यसरी मजाले मिक्स गर्ने 2-3 मिनेट यसरी मिक्स गरिसकेर यो माथि यसरी टमाटर एड गर्ने र साथमा बैगुनलाई पनि एड गरिदिन्छ है त। यसरी अब बैगुन एड गरिसकेर यो माथि ज्यादा केही हाल्नु पर्दैन। अलिकति यसरी हल्दी र रङ खर्सानी, धुलो खर्सानी अनि अलिकति धनिया पाउडर, साथमा नुन चाहिँ स्वाद अनुसार एड गर्नुस् है। अब नुन राखिसकेर चाहिँ यसलाई चाहिँ मजाले मिक्स गर्ने 2-3 मिनेट चाहिँ मजाले पल्टाउने यसरी। अनि मजाले पल्टाइसकेर चाहिँ ग्यासको फ्लेमलाई चाहिँ अलिक कम्ती गरेर चाहिँ म्याक्सिमम 7 मिनेटसम्म चाहिँ मजाले छोपिराखिदिनुहोस्। आफ्टर 7 मिनेट्स बादमा चाहिँ मेरो यहाँनिर बैगुनको सब्जी पाकेर रेडी। अब यो चाहिँ तपाईले खानासँग कि त रोटीसँग खानु सक्नुहुन्छ। यो चाहिँ सजिलो तरिकाले मैले पकाएर देखाएको छु। सायद तपाईलाई मन पर्यो भने तपाईले पनि ट्राई गर्नुहोस् होला भन्न चाहन्छु। थ्यांक यू सबैजनालाई मेरो भिडियो हेर्दिनु भएकोमा। धन्यवाद।